परासीदेखि मुक्तिनाथको यात्रामा परासी सिमल नगरपालिका वार्ड नम्बर 12 भुमैदेखि मुक्तिनाथको यात्रामा लाग्यो। हामी चाहिँ अहिले चाहिँ सिमलबाट अगाडि चाहिँ रम्मापुरको जङ्गल लिएर आइपुग्यौँ र हाम्रो यात्रा अब तीव्र गतिमा चलिरहेको छ। मुक्तिनाथसम्मको यात्रा हो। फर्कँदा अब सबै ठाउँमा घर चाहिँ अवलोकन गराउँदै जान्छौँ, हेर्दै गर्नु होला, हाम्रो ब्लग नछोडिकन हेर्नु होला। यात्राको क्रममा हामी चाहिँ रामदीको पुलनेर आइपुग्यौँ र यहाँ आइसकेपछि चाहिँ हामीहरूले नास्ताहरू खायौँ र थोरै टिकटक भिडियोहरू र फोटोहरू चाहिँ खिच्न लाग्यौँ। छायामा के अलि छायामा के हामी चाहिँ फाइनली मिर्मीको ड्याम पुग्यौँ। यो ठाउँको भाइब्स एकदमै पिसफुल थियो। ठुलो ड्याम, काम सराउन्डिङ ग्रिन हिल्स अनि फ्रेस हावा, हेर्दा नै माइन्ड रिल्याक्स हुने। लङ राइड पछि यहाँ आएर स्टप गर्दा छुट्टै सेटिस्फ्याक्सन फिल हुन्छ। यहाँबाट निस्किसकेपछि चाहिँ यो माथि अरबिनीतिर जाने बाटो, यो बाटो चाहिँ एकदम राम्रो थियो। अहिले भर्खर नै बनेको बाटो हो यो चाहिँ, त्यसैले नै यो बाटो एकदम राम्रो थियो। मैले चाहिँ बाटोको भिडियोहरू पनि खिचेँ किनकि यहाँ चाहिँ मेरो घर जाने बाटो हो नि त यो। सो मलाई यो बाटो एकदमै माया लाग्छ यो बाटोको। अनि म चाहिँ घरतिर पुग्ने भएँ भनेर एकदम एक्साइटेड र खुसी पनि थिएँ। अनि यसै गरी हामीहरू चाहिँ अगाडि बढिरहेको थियौँ, हाम्रो सफर अगाडि गइरहेको थियो। अब चाहिँ हामीले अरबिनी कटेर चाहिँ एकदमै यहाँको लोकप्रिय झरनामा पुग्न लागेको थियौँ र त्यहाँको पनि थोरै क्लिपहरू छ। रोड ट्रिपको थकान पनि यो भ्यूले हटाइदियो। पानीको रिफ्लेक्सन, साइलेन्ट इन्भाइरोमेन्ट अनि नेचरको ब्युटी, पानीको आवाज, सिम्पल तर लास्टै राम्रो। यस्तो ठाउँहरूमा आउँदा चाहिँ ट्राभल गरेको पनि वर्थ इट फिल हुँदो रहेछ। अनि यहाँको यो बेस्ट मोमेन्टहरू क्याप्चर गरेर चाहिँ हामीहरू चाहिँ अब अगाडि बढ्दै थियौँ। गाइज जाडो एकदमै बढेर हामी सबै चाहिँ चिया खान लाग्यौँ। चिया चाहिँ एकदमै गुलियो थियो। हाम्रो लागि त ठिकै थियो, तर मम्मीहरूको लागि चाहिँ अलि धेरै नै गुलियो भएछ। अनि यहाँको सिन यस्तो राम्रो थियो नि, हामीले चाहिँ फोटो भिडियो नखिचिकन बस्नै सकेनौँ। यो ब्याकग्राउन्डको चाहिँ यहाँको सिन यस्तो राम्रो थियो कि त्यो हेभेनमा आए जस्तो वाला फिल भएको थियो। मुस्ताङको यो रूपसे झरना अनेस्टली क्यामेराले क्याप्चर गरेको भन्दा पनि रियलमा झन् डेन्जरस र ब्युटिफुल छ। पानीको आवाज, यो ठाउँको भाइब्स र यो बाटो एकचोटि आएपछि बिर्सिन गाह्रो हुने रहेछ। नेपालमा यस्तो हिडन प्याराडाइजहरू कति छन् भन्ने फिल यहाँ आएर मात्र हुन्छ। हामीले चाहिँ 10 सेकेन्डको भिडियोले एक्सप्लेन नै गर्न सकिँदैन यो फिलिङ। यहाँ लास्टै भिड थियो, त्यही पनि हामीले जति सक्छौँ त्यति चाहिँ हामीले क्याप्चर गरेको थियौँ यहाँको सिनहरू चाहिँ। मुस्ताङ जाने बाटो नै अर्कै लेभलको एक्सपिरियन्समा थियो। यो एकतिर ह्युज पहाडहरू, अर्कोतिर कालीगण्डकीको फ्लो, बिच बाटोमा गएर यो रोड, एभ्री टर्नमा नयाँ भ्यू हेर्न पाइने। कहिले ड्राई हिमालयन्स ल्यान्डस्केप, कहिले ग्रिन हिल्स, अनि बिचमा यस्तो वाटरफलहरू, पुरा सिनेमेटिक फिल आइरहेको थियो। यो ट्रिप डेस्टिनेसन मात्र होइन, बाटोको जर्नी नै मेन मेमोरीहरू थियो। डस्टी रोड, चिसो हावा, बाइक बसको राइड, अनि यो साइलेन्ट सिटी लाइफबाट एकदम डिफ्रेन्ट पिस फिल। मुस्ताङ पुग्नुभन्दा अगाडि नै नेचरले सरप्राइज दिइरहेको थियो हामीहरूलाई चाहिँ। रूपसे झरना जस्तो ठाउँहरू देख्दा लाग्छ नेपालको ब्युटी सोसल मिडियाले देखाएको भन्दा धेरै ठुलो रहेछ। यो भ्यूहरू क्यामेरामा राम्रो देखिन्छ, तर रियलमा फिल चाहिँ नेक्स्ट लेभलको हुन्छ। अगाडि हिमाल, साइडमा कुदिरहेको घोडा, यो सिन त मुभी जस्तै लाग्ने। नेचरको र ब्युटी यस्तो हुन्छ भनेर यहाँ आएर मात्र फिल भयो। A few moments later.
अच्छा डन नि हामी चाहिँ कागबेनीमा आएर होटलमा बसिसकेको छौँ यो चाहिँ हाम्रो होटल हो अब चाहिँ हामी बाहिर डुल्न हिँडेको सिम्पल मुमेन्ट हो तर मेमोरी चाहिँ लाइफ लङभरिलाई हुने रहेछ यो दिनहरूको यसरी नै हामीहरूले चाहिँ फर्स्ट डे कागबेनीमै स्पेन्ड गऱ्यौँ र हामीहरूले चाहिँ भोलि पूजा लाउने भएको हुनाले चाहिँ यहाँ बसेको हौ र भोलि चाहिँ हामीहरू यहाँ पूजाहरू गरेर नुहाइधुवाइ गरेर चाहिँ हामीहरू मुक्तिनाथतर्फ लाग्नेछौँ बाई बाई